हेलो गाइज, वेलकम टू माई न्यू ब्लग। आज चाहिँ हाम्रो स्पेशल भनेको हाम्रो घरमा आज बिरयानी बनाएको छन् हाम्रो गाइजहरूले। बेलना बहिनीले बिरयानी बनाउँदैछ। हामी अब बिरयानीको ब्लग बनाउँदैछौँ। तपाईँहरूले लास्टसम्म हेर्नु होला हाम्रो कस्तो बिरयानी बन्छ हजुरहरूलाई त्यहाँ हुन्छ। प्रतिभा ठिक छ नि होइन? यसलाई कस्तो भइरहेको छ बिरयानी बनाउँदा? गोपाल भयो नि ठुलो बहिनी ठिक छ नि होइन? यिनीहरूले चाहिँ खानालाई पुरै पर्सिरहे भाइ। कस्तो भइरहेको खानै पाएन। अब एकछिनमा खाना पाउँछ होइन? बिरयानी पनि हेर्न सक्नुहुन्छ तपाईँले। रोक्दै बिरयानी बनाउनको लागि चाहिँ हामीले सुरुमा यसरी मासु पकाएको छौँ। यी मासु पकाएर हाम्रो यहाँनिर मेटेरियलहरू छ बिरयानीमा हाल्ने। यी चाहिँ भातहरू पनि बनाइसकेका छन् हाम्रो गाइजहरूले। एल्ना बहिनीले सबैजना मिलेर, प्रतिभाले पनि यहाँनिर धेरै हेल्प गरिरहेको छ बहिनीलाई। अन्डा उसिन्दैछ। अन्डा पनि हो, ए अन्डा पनि रहेछ। यहाँ भाइ यहाँ बिरयानी कतिखेर पाक्ला र खाम्ला भनेर बसिरहेको छ। फुलु बहिनीले पनि त्यही सोचमा खा र म पनि त्यसरी नै बिरयानी खानीमा। अब कस्तो हुन्छ हेरौँ होइन? प्रतिभा पानी धेरै भयो र फाइनल्ली हाम्रो मासु यसरी रेडी भएर अब हामीले यहाँनिर त्यो के भन्छ अरे यसलाई पुलाउ हो के अरे चामल यसरी हाल्दैछौँ। हामीले पकाएको चामल यसरी हालेर हामीले बिरयानीको लागि चाहिँ यसरी रेडी गरिँदो रहेछ। यी आज चाहिँ दामी होला जस्तो छ। एल्ना बहिनीले आज मिहिनेत गरेर एकदम खतरा बनाइरहेको छ। हाम्रो कति टन्नै रहेछ त है? 2 पोका चामल हो। ए ल यसरी बनाएर हेर्न सक्नुहुन्छ गाइज होइन? मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नभुल्नु होला। फुलु ठिक छ नि? फुलुको मोबाइलले काम गरेन क्या हो? गरे ह भाइ। प्रतिभा ठिक छ नि होइन? रेस्ट गरे ह? ल ठिक छ। एल्ना बहिनी सबै हालेर रेडी भयो? के हो यो चाहिँ? यो चाहिँ प्याज, भुटेको प्याज होइन? यस, भुटेको प्याज एल्नाले यसरी हालिरहेको छ। अब यहाँनिर गाजरहरू, धनियाँ अनि प्याज पनि छ। यहाँनिर किसमिस पनि छ र हल्का यो कलर पनि फुड कलर भन्ने हुँदो रहेछ। यो पनि हालेर त्यसरी हल्का तरिकाले हालेर हामीले बनाउन सकिँदो रहेछ। एल्ना बहिनीले यहाँ आज युट्युब हेरेर दिनभरि होममेड बिरयानी यसरी बनाउने रहेछ। ल ठिक छ। ल गाइज हाम्रो प्रतिभाले अन्डा केलाएर भइसकेको छ। यहाँनिर अब हाम्रो सलादको लागि के हो हाम्रो यो काँक्रो, गाजर, प्याज, लेमन पनि रहेछ। प्रतिभाले यहाँनिर धेरै मिहिनेत गरिरहेको छ। एल्ना बहिनीले यहाँ बिरयानी ओपन गर्न लागेको छ। बसा होइन होला? फाइनल्ली बिरयानी यहाँ बवाल भएको छ है, एकदम बवाल। ठुलो कस्तो स्मेल आइरहेको छ हो? ल हाम्रो यहाँ अन्डा पनि रेडी छ। आज चाहिँ बवाल रमाइलो होला जस्तो छ। प्रतिभाले यहाँनिर गाजर। प्रतिभा अन्डा रेडी भयो नि होइन? ल अन्डा नि रेडी भइसकेको छ। यहाँ बहिनीले के एल्ना त्यो मासु हो? ल अब यहाँनिर हाम्रो भाग लाग्नेछौँ हामी सबैजनाले। अब खानालाई सबैजना रेडी छ। भाइ पनि यहाँ मुख मिठाइरहेको छ। फाइनल्ली बिरयानी रेडी भएको छ। सबैजना खानालाई रेडी भइरहेको छ। आन्टी ठिक छ नि होइन? हाम्रो आन्टीले यहाँ भाउजूले पुरै हानिरहेको छन् बिरयानी। कस्तो भयो बिरयानी? कस्तो भयो भाउजू? दामी भयो नि? आन्टी दामी भयो नि? ल एकदम बवाल भयो अरे बिरयानी यहाँ सबैले। ए यहाँ पुरै आइरहेको छ। दसको भाइ ठिक छ नि होइन? ल बिरयानी चाहिँ खतरा भयो जस्तो छ है नोनु भाइ? ठिक छ नि होइन? ल केटाहरूले अब यहाँ हामी बिरयानी हान्दैछौँ सबैजना भएर मिलेर। एकदम एप्रिसिएट छ। एकदम हजुरले धेरै मिहिनेत नचाहिकन भन्दैछु मैले। ल अब हामी बिरयानी खाएर लास्टमा देखाउँदैछौँ। तँलाई नै हो नि गाइजहरु कस्तो लाग्यो? हाम्रो गर्ल स्टोरीलाई कस्तो लागिरहेको? थ्याङ्क यू। ल गाइस सबैजनाले बिरयानी खाएर यहाँ भ्याएर यहाँ सबैजना पेट फुलाउँदै बसिरहेको छ। यहाँ बाबाले यहाँ खाँदै हुनुहुन्छ, अङ्कलले नि यहाँ खानुभयो। नोनु कस्तो भयो बिरयानी? दामी भयो। दस भाइ ठिक छ नि होइन? बिरयानी कस्तो भयो? आन्टी एकदम दामी भयो नि? ल